कतिलाई भ्रम छ कि राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय राज संस्थाको कुरा गरेकी होइन। हामीले भनेको पूर्ण संवैधानिक राज संस्था। राजा आफै ठिक पनि गर्दैनन्, बेठिक पनि गर्दैनन्, तर बेठिक गर्न नदिने, गलत गर्न नदिने अभिभावकको रूपमा रहन्छ। त्यसकारण हामीले प्रष्टसँगले भनेका छौँ, अभिभावकीय संस्थाको रूपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुहुन्छ। तपाईहरूले आज यतिका मानिसहरू हुनुहुन्छ, तपाईहरू कसैले अहिलेसम्म कोही मतदाताले मत दिने क्रममा आफ्नो प्रधानमन्त्रीलाई भोट दिन पाउनु भएको छ? अहिलेको प्रधानमन्त्री तपाईहरूले भोट दिएको प्रधानमन्त्री हो? कोही एमालेकै साथीहरू पनि हुनुहुन्छ भने भन्नुहोस् त, अहिले एमालेको पार्टी अध्यक्ष यो देशको प्रधानमन्त्री हुनुहुन्छ, तर तपाईँले केपी ओलीलाई भोट दिएको हो? भनेको एउटा सानो निर्वाचन क्षेत्रबाट चुनाव जितेर आउने प्रधानमन्त्री देशको प्रधानमन्त्री हुन नसक्ने रहेछ भन्ने कुरा हाम्रो अभ्यासले प्रमाणित गर्यो। त्यसकारण त्यस्तो होइन, सिङ्गो देश एउटा निर्वाचन क्षेत्र हुनु पर्यो र प्रधानमन्त्री एउटा सानो निर्वाचन क्षेत्रको लागि होइन, सिङ्गो देशको लागि उत्तरदायी हुनु पर्यो। त्यसको लागि सरकार स्थायी बनाउनको लागि समेत प्रत्यक्ष रूपमा जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनु पर्यो र एउटा मान्छेले 2 कार्यकालभन्दा बेसी प्रधानमन्त्री हुन नपाउने व्यवस्था हुनु पर्यो। एउटा मान्छेले 5 वर्षमा 10 वर्षमा गरेन भने 11 वर्षमा चाहिँ गर्छ त? त्यसकारणले अहिलेको जस्तो राल सिंगान आइन्जेल, मैले फेरि अपमानजनक भनेको होइन, घाटै नपुगेसम्म प्रधानमन्त्री भइराख्ने, पदमा बसिराख्ने जुन व्यवस्था छ त्यसको अन्त्य गर्न खोज्यो। त्यसकारणले एउटा व्यक्तिले 2 कार्यकालभन्दा बेसी प्रधानमन्त्री हुन नपाउने, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भयो पुग्यो।